हामी आफूलाई आफैतिर झाँकेर हेर्यौँ हामीले विकास किन गर्न सकेनौँ। सप्तरी अघि मेरा उपाध्यक्षले भन्नुभयो सिटी हो, तर के भयो आज प्लान्ट सिटी कहाँ छ भने कसैले पनि हेरेन। यो कसैले नहेर्नुमा चाहिँ 3-4 मुख्य कारणहरू छन्। हामीहरू पनि यहाँबाट विस्थापित भएका पनि 3-4 मुख्य कारणहरू छन्। त्यो कारणहरूलाई चाहिँ किन केलाउन सकेन त हामी यहाँ किन व्यवसाय गर्न सकेनौँ, हामी सरकारको समन्वय किन गर्न सकेनौँ त। हामी सरकारसँग अरूले भैरवाले गरे जस्तो, नेपालगञ्ज गरे जस्तो, हेटौडाले गरे जस्तो, वीरगञ्जले गरे जस्तो, विराटनगरले गरे जस्तो किन गर्न सकेनौँ। एउटै कारण के हो भने देशको राजनीतिक स्थिरता एक ठाउँमा छ भने राजनीतिक व्यक्तित्वको रूपमा कसैले पनि उदयमान भएर यो सप्तरीको विकास गर्न ठाने। सबै कुरा के हो भने यहाँको राजनीतिक व्यक्तित्वले सिर्फ आपसमा झगडा गर्ने र एक आपसमा सधैँ चाहिँ दुर्व्यवहारको रूपमा भनौँ अथवा कुलसित आफ्नो चाहिँ संस्कारलाई विकास गर्ने जुन परम्परा यो सप्तरीवासीहरूले गर्यो त्यसको कारणले हामीले विकास गर्न सकेनौँ। आज तपाईँलाई आजभन्दा करिब 4 वर्ष 5 वर्ष पहिले होला सोचे यही मञ्चमा मैले एउटा कुरा भनेको थिएँ कि सप्तरीको विकासको लागि 2 चिजको अति आवश्यक छ। त्यो आवश्यकतालाई पुरा गर्नलाई यहाँका चाहिँ विशेष गरी राजनीतिक व्यक्तित्वहरूले चाहिँ ध्यान दिनुपर्ने आवश्यक छ। त्यो दुईटा कुरा के हो भने यहाँको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट भनेको यहाँको सडकले भारतको सडकले नेपालको हाइवेलाई जोड्ने आधार बनाउनुस्। त्यो आधार हामीसँग राम्रो हुँदाहुँदै पनि हामीले आधार बनाउन सकेनौँ। मैले अहिले भर्खरै हाम्रो समन्वय समितिको सभापतिजीलाई एकछिन रोकेँ किनभने उहाँ विराटनगरबाट फ्लाइ गर्ने हुँदै मैले तपाईँ एकछिन चाहिँ सुन्नुहोस् किनभने तपाईँ सभापति हुनुहुन्छ, तपाईँले यो यसको एक युवा पनि हुनुहुन्छ, तपाईँको जोस जाँगरले कमसे कम यो सडकको जुन सडक मैले यो जसले कि यो 4 लाइन ट्र्याक तपाईँको इन्डियाको फास्ट ट्र्याक जुन यहाँ छ हाम्रो कुनोली हाम्रो यो के भन्छ छिन्नमस्ताभन्दा उता करिब 10-12-15 किलोमिटर त्यो 15 किलोमिटरको सडकलाई जसरी भए पनि तपाईँले जबसम्म रूपनी जोड्नु तबसम्म हाम्रो चाहिँ वरिष्ठ उपाध्यक्षको जस्तो उद्योग यहाँ आउँदैन, हाम्रो भूतपूर्व अध्यक्षको उद्योग आउँदैन अथवा हाम्रो पनि आउँदैन। हामी यहाँ भएर पनि भाग्नु पर्ने हो। उद्योग आउँछ किन आउँदैन? वातावरण बनाउँछ तपाईँहरू। उद्योगहरू त खोजिरहेको ठाउँ कहाँ जाने भन्नु अहिले यहाँ त सस्तो ठाउँ छ, हामीहरू त महँगो ठाउँ खोज्दैछौँ। त्यस कारणले यो एउटा काम गर्नुहोस् र अर्को काम तपाईँले ठुलो काम गर्नु हो। त्यसको लागि म तपाईँहरूप्रति यहाँको बासिन्दा भएर पनि आभार प्रकट गर्न चाहन्छु। तपाईँको नतमस्तक छु अलगतिर विकास गर्नु। के हो भने हवाई यातायात तपाईँले सुरु गर्नु। त्यो हवाई यातायात एउटा मात्रै तपाईँले दैनिक हवाई यातायात सुरु गर्नु। यति ठुलो एयरपोर्ट छ, नेपालको सबभन्दा ठुलो एयरपोर्टको रूपमा यो स्थापित भएको एयरपोर्ट हो। तपाईँलाई थाहा छैन होला, यो विराटनगरभन्दा ठुलो लामो एयरपोर्ट हो। तर यसमा एउटा मात्रै प्लेन आउँछ दिनको, त्यो पनि 25-30 वर्षको युद्ध गर्दा गर्दा तपाईँले ल्याउनु। गणेश मान सिंहले उद्घाटन गरेको यातायात मन्त्री हुँदाखेरि दूरसञ्चार यातायात मन्त्री र संस्कृति पर्यटन मन्त्री हुँदाखेरि हाम्रो गणेश मान सिंहले उद्घाटन गरेको यो एयरपोर्ट त्यति बेला पनि नेपालको सबभन्दा ठुलो एयरपोर्ट थियो। तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय एयरपोर्ट पछि त्यो एयरपोर्ट 25-30-40 वर्ष बन्द भयो। बल्ल तपाईँहरूले युद्ध गरेर एयरपोर्ट चलाउनुभयो। तर चलाएर पनि जम्मा एउटा प्लेन तपाईँ ल्याउनुभयो। आज हाम्रो समन्वय समितिको सहयोग सभापतिज्यूलाई चाहिँ विराटनगर गएर प्लेन चढ्नुपर्ने अवस्था। यसलाई यसको दूरगामी प्रभाव पर्छ। तपाईँले यसलाई 2-3-4 फ्लाइट गर्नुहोस्। आज 17-18 फ्लाइट विराटनगरमा चल्ने, यहाँ किन नचल्ने त? चल्ने वातावरण के गर्नु पर्यो त? त्यो वातावरण बनाउनुहोस् एउटा कुरा। अर्को कुरा उपाध्यक्षले अघि भन्नुभयो चाहिँ व्यवसायको विकास हुँदैन। यस्तो अस्थिर सरकार र यस्तो करप्टेड चाहिँ कन्ट्रीको कम्युनिटी जो हाम्रो दिमागमा छ, जसले कि पोलिसी करप्सन गर्छ, नीतिगत भ्रष्टाचार गर्छ, त्यस्तो ठाउँमा तपाईँले कसरी के चाहनुहुन्छ? नेपाल उद्योग वाणिज्य महासङ्घले ठेक्का लिन सक्छ कि म यो विकास गर्न सक्छु भनेर? मैले ठेक्का लिएको थिएँ, गर्न सकिनँ। आज उहाँले ठेक्का लिँदै हुनुहुन्छ, गर्न सक्नुहुन्न। जहाँ तपाईँको स्वार्थबाट
लिप्त भएर नेतृत्वमा पुग्ने व्यक्तिहरूले आफ्नो स्वार्थ मात्रै सिद्ध गर्छ, त्यहाँ कुनै पनि संस्था विकास हुँदैन। तपाईँले देख्नुभयो होला अहिले भर्खरै कति कति स्वार्थहरू पुरा भएका कुराहरू प्रष्ट छर्लङ्ग आएको छ। त्यो चिजहरूलाई चाहिँ हामीले समष्टिगत रूपमा निराकरण गर्ने सोच बनाउनु पर्छ भन्ने मेरो विनम्रतापूर्वक सबैलाई आग्रह छ।